गाइस अब हामी चाहिँ किर्तिपुर बजारमा आउँदैछौँ आइरहेछौँ ल हामी चाहिँ अब किर्तिपुर बजारमा हामी चाहिँ अब साग साग कसरी हो साग चाहिँ 30 रुपियाँ बाबा कुन साग हो यो तोरी क्या हो तिमी पनि हाम्रो दाइलाई भेट भएको छ यार दाइ फाइनली भेट भयो हाम्रो दाइलाई ल ए प्याज कसरी किलो हो प्याज आन्टी प्याज कसरी हो प्याज 50 रुपियाँ एक किलो लानु पर्यो अब प्याज म चाहिँ अब प्याज हाल्दैछु यहाँ 1 किलो 50 रुपियाँ किलो यहाँ गाइस प्याज किलो 50 कस्तो चाहिँ राम्रो हुन्छ हौ यस्तै हो ल हाम्रो यहाँ आज किर्तिपुर बजार है म त टक्कै बजारमा अब यहाँ आउँदैछु फेरि मलाई फेरि के अरे उयो पनि छान्न आउँदैन हौ ल प्याज पनि हैन हौ कुहिएको यो तपाईको यो माथि यो चाहिँ के हो बाजे यो चाहिँ के हो यो 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 करेला हो ए कसरी किलो करेलाको चाहिँ पावा ए पावा हो पावाको चाहिँ कसरी हो 50 रुपियाँ पावा 50 रुपियाँ पावा अनि 50 रुपियाँ उयो के अरे म चाहिँ अब जस्तो पनि छानिदिन्छु ल गाइस होइन खोइ त्यसमा हुन्छ किलो यतिमा किलो हुन्छ हाते कालो भयो क्या करेला 50 रुपियाँ पावा अरे हौ आन्टी ए प्लास्टिकमा हालिदिनु ल मैले चाहिँ अब यो किनिसकेँ होइन अब म चाहिँ झोला अब आउँदैछु होइन बोजू यो झोला दिनु न झोला झोला कसी हो यो 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 हरियो यो 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 अलिक ठुलो रहेछ हौ यो चाहिँ त्यो भन्दा होइन यही लानु पऱ्यो ल यो राखिदिएको है ल म चाहिँ अब साग किनेर जाँदैछु ल अब सबै उयो प्याज किनिसक्यो होइन अब साग यहाँ यो साग कसरी हो कुन साग हो यो आन्टी राई साग हो ए यो साग कसरी हो आन्टी हजुर 30 रुपियाँ मुठा अनि कस्तो राम्रो हुन्छ हौ छान्नु पनि आउँदैन मलाई त के गर्नु गाई छैन छान्नै आउँदैन अब ल साग पनि अब ए साग छान्नु आउँदैन अब जस्तो त्यस्तै लानु पर्यो नि त अब जस्तो साग ल्यायो भनेपछि भरे कराउने हो कि खुद्रै छैन रहेछ क्या आन्टी अब खुद्रा छैन अरे आन्टीहरूसँग पनि हेलो दिदी बल्ल बल्ल खुद्रा पनि भएछ होइन अब यो यो चाहिँ कसरी हो यो आन्टी यो 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 कसरी पावा हो यो 100 रुपियाँ पावा 100 रुपियाँ पावा रहेछ है ए होस् नलाने बोजू ल हामीलाई दिनु चिसो के छ यो दुनोट दुनोट गजर भने चाहिँ 4टा गरिदिनु होइन दुनोट अनि यो अनि 4टा गरिदिनु होइन यो दुनोट कसरी हो यो 10 रुपियाँ 4टा गरिदिनु न अरू अरू कति भयो 70 हात काटेर फेरि टिचरको सुई हान्डाएको छु कि मलाई लास्ट दुखिसक्यो फेरि लास्ट दुख्छ भनेको कि अब हात सात काटिरहेको छ हात काटेर अब यहाँ बजार पनि डुलिँदैछ यहाँनिर के अरे सिद्राहरू अब कस्तो गडायो अङ्कल सिद्रा गडायो त ल नमस्ते हाम्रो सोल्टिनलाई भेट भएर अब के देखाउनु होइन यहाँ सागहरू रहेछ यहाँनिर नलाने अङ्कल दाजुभाइ तथा दिदीबहिनीहरू यहाँनिर साइड हटौँ अब म चाहिँ अब गइँदैछ सबै अब बजार भरिसकेर होइन अब बजार भरेर म चाहिँ जाँदैछु यता कति राम्रो कुकुर हौ आएको ल हाम्रो बुढी भेट भएको रहेछ यहाँ लिदी है ल बुनु कस्तो कुकुर हो यो बुनु तिम्रो कुकुर हो कुकुरको नाम के हो गुनगुन ए ओ गुनगुन यही जा तिम्रो नाम चाहिँ अनि दिपिका ल ठिक छ दिपिका नाम बुनु पनि राम्री नाम पनि राम्रो दिपिका कुकुर पनि झन् राम्रो अब दिपिका ओइ दिपिका म गएको दिपिका